अमेरिकामा त दोस्रो घर नै गाडी हुँदो रहेछ र फाइनली श्रीजी गोपालको आशीर्वादले गर्दाखेरि हामीले पनि किन्यौँ गाडी। सो हेलो एभ्रिवान, राधे राधे सबैजनामा। म निर्मला तपाईँलाई स्वागत गर्छु म मेरो नयाँ भ्लगमा। कस्तो हुनुहुन्छ तपाईँहरू? आशा गर्छु तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला। हामी पनि ठिकै छौँ। हेर्नुहोस् न, दाजुभाइको झगडा त यत्तिकै नै हो है। र हामी चाहिँ यतिखेर रेडी भइसकेको छौँ। यतिखेर अलमोस्ट 3-4 बज्न आँटिसकेको छ। हामी चाहिँ कति दिनदेखि नै अब गाडीको खोजीमा नै थियौँ होइन। कति दिन भन्दा पनि 15 दिन जति त भइसकेको थियो। अन्त गोपाल श्रीजीलाई पनि लिएर जाँदैछु, किनभनेदेखिको आज गाडी हाम्रो चाबी लिने दिन हो। र आज नै हामी पूजा पनि गर्ने भनेर चाहिँ विचार गरेर लिएर जान आँटेको। र नयाँ गाडीमा पहिलोपल्ट गोपाल श्रीजीलाई नै बसाउँ भनेर नि। र मैले दिनभरिको काम पनि सकेँ है। अनि यतिखेर चाहिँ म पनि रेडी भएँ र यो ब्याग चाहिँ मैले बोक्नै पर्छ सधैँ, किनभनेदेखिको बाहिर गएपछि यहाँनिर नानीहरूलाई पानी भयो, यसो कुकिजहरू भयो होइन, त्यो सबहरू चाहिँ बोक्नै पर्छ, नभए नानीहरूले एकदम तङ गर्छ मलाई। ठुलोले नभए पनि सानोले पनि एकदमै तङ गर्छ क्या, खानेकुरा अब चाहिने हुन्छ है। र उसले चाहिँ हेर्नु न, मेरो यहाँ फुटबलको कार्ड देखाउँछु भन्दै थियो है। यो उसलाई फुटबल एकदमै धेरै मनपर्छ नि त। अनि पूजाको सामानहरू पनि बोकेको छु। सो लेट्स सी, हेरौँ के कस्तो हुन्छ। र हामी चाहिँ यतिखेर सोरुममै छौँ कहाँ है। छु यहाँनिर भन्नुहुँदै चाहिँ होला तपाईँहरूले। म चाहिँ छु सोरुममा, गाडीको सोरुममा। युएसमा घर जति जरुरी छ गाडी पनि त्यति नै जरुरी हुँदो रहेछ है। र हामी चाहिँ यहाँ सोरुममा आइसकेको छु, ह्युन्डाईको सोरुममा हो। र हेर्दैछौँ हामी चाहिँ अब यहाँनिर चाहिँ पुरानो गाडी धेरै किन्दो रहेछन्, तर पुरानो गाडी चाहिँ हामीले पाएनौँ। फेरि धेरै कस्टली पनि पर्यो। रेन्टमा गर्दा पनि हुँदो रहेछ, तर रेन्टमा गर्दा चाहिँ नि जति रेन्ट दियो होइन, अब 1-2 वर्षमा त गाडी आफ्नै हुने क्या। 2 वर्ष अगर रेन्ट दिँदाखेरि हामीले गाडी किन्नु सक्ने क्या। अनि 2 वर्षपछि त त्यो गाडी पनि आफ्नो हुँदैन, अनि पैसा पनि गयो, वेस्ट हुन्छ। सो त्यही भएर चाहिँ हामीले यहाँनिर के गर्यौँ भने नयाँ गाडी किन्ने फैसला गऱ्यौँ। पुरानो गाडी किन्ने पनि भेटेको थियौँ, तर पुरानो गाडीको चाहिँ के प्रब्लम हुँदो रहेछ भने नि, यहाँनिर इन्सुरेन्स त हुन्छै हुन्छ, तर बाई चान्स बिग्रियो अगर भनेदेखि चाहिँ यहाँनिर बरु पुरानो बिग्रेको चिज फ्याँक्नु जाती, तर बनाउनु चाहिँ नसकिने क्या, यति बेसी कस्टली। अनि मेकानिक पाउनु एकदमै साह्रो यहाँनिर। सो त्यही भएर चाहिँ हामीले चाहिँ नयाँमा नै प्रिफर गऱ्यौँ है। अनि तर अब यो होइन कि हामी हाइएस्टमा गयौँ, हामी अफकोर्स चिपेस्टमै गएको छौँ होइन, किनभनेदेखिको हामी यहाँनिर सधैँको लागि होइन, धेरै लामो समय पनि होइन। लेट्स सी वाट विल ह्यापन नेक्स्ट। यो सबै श्रीजीको गोपालको आशीर्वादको कारणले हुँदैछ। सो हामी स्लोली अगाडि बढ्दैछौँ। लेट्स सी के कस्तो हुन्छ। तपाईँहरूको आशीर्वाद पनि हो, र कुन गाडी कस्तो के लिन्छु त्यो म तपाईँहरूलाई देखाउने छु अगाडिको ब्लगमा। र यो हो हाम्रो चाहिँ नयाँ गाडी है। र गोपाल श्रीजीको आशीर्वादले गर्दाखेरि युएसमा पनि आएर नयाँ गाडी पनि किन्नु सक्नु भनेको धेरै ठुलो आशीर्वाद हो जस्तो लाग्छ मलाई। र यो सपना पनि पुरा भयो है। अमेरिका आउनु नै धेरै ठुलो आशीर्वाद हो यो है, किनभनेदेखिको हर कोही आउनु पाउँदैन र यति आसानीसँगले आउनु पाउनु, त्यो पनि सपरिवारको साथमा, यो त अब एउटा स्पेसियल आशीर्वाद बिना चाहिँ सम्भव हुँदैन जस्तो लाग्छ मलाई है। र हामी जस्तोको त के भाग्य र यहाँ आउने, तर पनि अब मेरो श्रीजीको आशीर्वादले गर्दाखेरि चाहिँ असम्भव पनि सम्भव हुन्छ भन्ने कुरा चाहिँ तपाईँहरू बुझ्नु सक्नुहुन्छ है। र अहिले गाडी हामीले लिइसकेको छौँ। गाडी लिइसकिओरिकन चाहिँ जाँदैछौँ, फर्किँदैछौँ है। आज चाहिँ पूजा गर्नु नपाइने भयौँ, धेरै खुसी पनि लागिरहेछ है। र त्यस्तो धेरै गदगदिएको पनि छुइनँ, किनभनेदेखि यो सुरुवात हो, हामी भर्खर आएको छौँ। अब अरू थाहा छैन गोपाल श्रीजीले के लेख्नु भएको छ, त्यही नै हुन्छ। अरू त अब केही छैन, उहाँहरूकै हातमा छ। र यो चाहिँ नेक्स्ट डेको भिडियो हो। हामी त्यतिकै घर गयौँ, किनभने 7:30मा चाहिँ मन्दिर बन्द हुँदो रहेछ। अनि हामी चाहिँ मन्दिर सोरुमबाट निक्लिँदै 7:45 भएको थियो क्या। अनि हामी घर पुग्दा पुग्दा 8:30 भइसकेको थियो। अनि नेक्स्ट डे चाहिँ हामी यतिखेर लगभग 11 बजेको छ, खाली पेटै छौँ। र सोमबारको दिन पनि छ। भगवान्ले पनि त्यही अनुसार मिलाउनु भएको थियो कि क्या हो क्या, अब आइतबार बरु सोमबार मलाई पूजा गर भन्ने यस्तो भन्नुभएको थियो कि क्या हो है। अनि म त्यही भन्छु नि, जे पनि छोडिदिनुपर्छ क्या भगवान्को हातमा, श्रीजीको हातमा नै छ मेरो त। अब सही होस् गलत होस्, दुःख होस् सुख होस्, उहाँकै हातमा छ। र यहाँनिर अब मन्दिरमा राम्रोसँगले पूजा हुँदैछ। टोकन काट्नु पर्दो रहेछ है। अनि कति डलर त्यस्तै लाग्दो रहेछ। अनि त्यहाँबाट अनि पुरोहितलाई दिने त्यही हो भन्दाखेरि हुन्छ, दक्षिणा अलग्गै त्यसरी दिनु नपर्ने। अनि यहाँनिर सबै पूजा भयो, बाहिर पूजाहरू भइसकेपछि चाहिँ यहाँनिर पण्डितजीले चाहिँ तिमीहरू सबैजना गाडीमा बस, अनि म नरिवल फुटाउँछु, अनि तिमीहरू गएर 1 राउन्ड मारेर आऊ भन्नुभएको थियो। निम्बु पनि राखेको थियो नि त तलपट्टि, अनि डोराहरू बाँधिदिनु भयो यहाँ गाडीमा हो। अन्त अनि
राम्रोसँगले भयो, जे पनि भयो, पूजाहरू राम्रोसँगले भयो। यहाँ भन्नुहुँदैछ ऊ यो गरेर 1 राउन्ड मारिओरिकन आएर र जुन यो फुटाएको नरिवल र जुन यो निम्बु कुचाको मैलाहरू छ, यो सबै चाहिँ उठाएर ट्रासमा फ्याँकिदिनुहोस् अनि त्यहाँबाट भित्र आएर दर्शन गर्नुहोस्, फलप्रसाद चढाउनुहोस् भन्नुहुँदैछ। एकदम राम्रोसँगले क्या उहाँ चाहिँ गुजराती पुरोहित हुनुहुँदो रहेछ। अन्त यहाँ मन्दिरमा चाहिँ तपाईँहरूको सबै देवी-देवतालाई राख्नु भएको छ है। पञ्चायनदेखि लिएर सबै राधाकृष्ण बिचमा हुनुहुन्छ, लड्डु गोपाल हुनुहुन्छ र पुरोहितले पनि भन्नुभयो, मेरो गोपाश्रीजीलाई पनि भन्नुभयो कि राम्रो लाग्यो भन्दै भनेर है। अनि त्यहाँबाट अनि हामीले फाइनली अब लिएर जाँदैछौँ एकपल्ट एक फन्को मार्नलाई है। अब निम्बु चाहिँ यहाँनिर हाम्रो उहाँको जस्तो सानो सानो थिएन क्या, त्यो पहेँलोवाला हुन्छ नि त्यस्तो पाउँदैन नि त। पाइनँ मैले चाहिँ यहाँनिरको इन्डियन स्टोरमा त्यो हरियो खालके गन्धराज भन्छ नि बङ्गलामा, त्यस्तो पाएँ। त्यस्तो चाहिँ हतपत्ती फुट्दैन क्या फेरि, तर पनि मैले चाहिँ चक्कामा चेप्याएर राखेको थिएँ है, कस्तो के हुन्छ भनेर। र राम्ररी नै चेपियो है र 1 राउन्ड मार्यौँ हामीले। गोपाश्रीजीलाई पनि राखेको छु काखमा नै, हिजो त सिटमा नै राखिदिएको थिएँ। आज चाहिँ अब सपरिवार त्यसरी नै बसेर अनि जाँदैछौँ 1 राउन्ड मारिओरिकन फर्केर। र यहाँनिर यस्तो यो निम्बुको यो कुचिएको निम्बुको छिल्का अनि यो नरिवलको 1-2वटा टुक्रा-टुक्री यो फुलहरू छरिएको छ, यिनीहरू चाहिँ सबै ट्रासमा लगेर फ्याँकिदिएँ र भित्र गइओरिकन यहाँ हातहरू धुने ठाउँ छ है। हातसातहरू धोइओरिकन गोपाश्रीजीलाई चाहिँ म बोक्छु नि भन्छ राघवले, आरवले पनि म बोक्छु नै भन्छ है। र त्यतिकै गरेर चाहिँ हामी भित्र जाँदैछौँ मन्दिर दर्शन गर्नुको लागि। मन्दिर दर्शन गरिओरि फर्क्यौँ र एकदमै राम्रो भयो आजको दर्शन। र भिडियोलाई पनि म यहीँनिर एन्ड गर्दैछु। आशा गर्छु आजको भिडियो तपाईँलाई मन पर्यो होला। भिडियो मन पर्यो भने भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। राधे राधे सबैजनामा।